नाङ्गै पारेर मलाई एउटा गम्छा कम्मरमा बाँधिदिए। पण्डित जस्तै लाग्ने एकजना मान्छे आएर जौ, तिर, कुश, अञ्जली लिन लगाए। हाम्रो घर नजिकै मन्दिरमा मैले गोविन्द, धर्म, केदार र महेश्वरको व्रत बन्द गरेको देखेकी थिएँ। उनीहरूको पनि कपाल खौरिदिएका थिए। जिउ पनि नाङ्गै पारेर पहेँलो धोती मात्र लगाइदिएका थिए। आज मलाई यसरी नै टाउको खौरिएर नाङ्गै पारेर पहेँलो होइन सेतो धोती बेरिदिएका छन्। टाउको खौरिने तरिका एउटै भए पनि यी दुईको संवेदना र असरमा कति फरक। उनीहरू व्रतबन्धमा कति खुसी थिए। हाँस्दै जग्गीको मेरो भिक्षा मागेका थिए। मैले भिक्षा माग्न पाउने हो भने मेरो खोसिएको रातो रङ माग्थेँ होला, मेरो चुरा पोतेर डोरीहरू माग्थेँ होला। अलि पर खोलाको किनारमा पानीले छोइरहने ठाउँमा मेरो सारी, चोलो र पछ्यौराको ठूलो थुप्रो छ। तर मेरो शरीरमा त्यही सेतो सानो थुप्रो उठाएर मेरी फुपू सासूले बेरिदिइन् र त्यही सारी जिउ र टाउकोमा ओढाइदिइन्। मैले फ्याट्ट भनेछु, छ्या, यस्तो जाबो त लाउन्न, मेरा कस्ता राम्रा राम्रा लुगा छन्, तिनै लाम्छु। सम्झाइन्, लाम्नु पर्यो नि बा, हामीले लगाइदिएका होइनौँ, भाग्यले लगाइदिएको हो, भगवानले लगाइदिएका हुन्। यस्तो एकसरो नसिलाएको लुगा मरेको मान्छेलाई मात्र उडाउँछन् भन्ने सोचेकी थिएँ। आज आफैले लगाउनु पर्यो। वरिपरि हेरेँ, लुगा त नदीको किनारमा फ्याँकिदिए। सोधेँ, गहना खोइ त? तिनले भनिन्, मसँग छन् नानी, पछि दिन्छु तिम्रा बा आमालाई। लाज पनि टुसाएको छैन मेरो छातीमा, तैपनि कोराको धोतीले आफ्नो जिउसहित छाती पनि छोपेँ। एक्कासी म अबोला, एकदमै अबोला भएँ। मनमनै मात्र बोलिरहने, मैले बोलेको कसैले सुन्दैन। के मन आएको हो कुन्नी? एकछिन मलाई खोलाको किनारमा उभिन मन लाग्यो। गएर उभिएँ। ऐना हेरे चाहिँ पानीमा हेरेँ। 9 वर्षकी एउटी मुडुली सेतो सारी बेरिएकी बालिकालाई देखेँ। मैले आफैलाई चिनिनँ क्या हो, तर मैले नचिनेकी म नै थिएँ। खोलो बगिरहेको छ, तर खोलाले मेरो छाया बगाउन सकेको छैन। केवल पानी हल्लिरहेको छ। पानी हल्लिँदा मेरो अनुहार पनि हल्लिरहेछ। बतास चल्दा डालीको फूल हल्लिए चाहिँ। आफूलाई अर्कै मान्छे देख्दा लाग्यो। आज राति निदाउँदा म निदाएको निदाए भएछु। भर्खर बिउजेँ र बिउजिँदा अर्को जन्म जन्मिएछु क्यारे। मैले खुब निहालेर हेरेँ आफ्नो नयाँ जन्मको रूपलाई, तर मेरो आँखामा आँसु आएनन्। आफ्नो नौलो रूप देख्दा लाग्यो मेरो आँसु खोला भएको छ, जुन मलाई ऐना देखाउँदै मेरो खबर लिएर नदी भेट्न जाँदैछ। नदी समुद्र भेट्न जाँदैछ, समुद्र सागर अनि महासागर भेट्न जाँदैछ। त्यसपछि महासागर कहाँ जान्छ होला? सायद स्वर्ग। मलाई भेट्न मेरो यस जन्मको आँसु स्वर्ग जाँदैछ।